हेलो गाइस, वेलकम टू च्यानल गाइस। आज हाम्रो घरमा मोमो पाक्दैछ। हेर्नुहोस् ल, पुरै भिडियो अन्त्यसम्म हेर्नुहोस् ल। लाइक अनि सब्स्क्राइब गर्नुहोस् ल। बाइ। आज पनि हामीले अब मोमो बनाएर खाना लगाएको। यहाँ बेल्दी हुनुहुन्छ, यहाँ चाहिँ मोमोहरू बन्दैछ। ल मोमो खाने हो? कस्तो हुन्छ मोमो? ल अहिले पछि खाएको पनि बनाउनु पर्छ है सानो भाइ। यो चाहिँ हाम्रो है अचार झोलवाला अचार। यहाँ यी मोमो बन्दैछ यहाँ यी, अनि खानको लागि बसिराखेको छ। कसरी खाने हो गम गम भन्न हातले। ओहो ल लिची ल्याएको है साथीहरू। यहाँ चाहिँ लिची है। ल साथीहरू यो चाहिँ लिची हो। यसले लिएर आएको सबैजना हेरेर राखे। है खतरा हो यार लिची त यार। लिचीहरू यता मोमो बनाउँदै हो, यता लिची छ खाइरह। खाऊ त, यता देखाऊ देखाऊ। एउटा बाइट हान यत्रो। यता हेर्न खाने बेला कस्तो ह। एउटा बाइट हान यत्रो साइजको। हात नहाल्न त छोड्न। छुट्दैन ओदेर भयो क्या वाङ सुनी। वाउ फाइनली बिरालोको बच्चा उता जा। अँधेर भयो कि तिमीहरू यता बस्न। उता जा त। फाइनली बिरालोले बच्चा पाइसकेको छ। हेर्नेहरू चाहिँ यता छ। यता हाई भन्। ल साथीहरू हामीले चाहिँ बिरालोको बच्चा हेरेर भ्याइसक्यो है। यहाँ चाहिँ अब कुचो यहाँनिर यस्तो रहेछ। हाम्रो बाबाले चाहिँ यहाँ कुचो बनाइराख्नु भएको रहेछ है। हेर्नुहोस् यहाँ कुचोहरू चाहियो भने मलाई कमेन्ट गर्नु होला। यहाँ कुचो बनाइराख्नु भयो हाम्रो बाबाले चाहिँ। आज छुट्टी हो, बिदाको दिन, त्यही भएर यहाँ कुचो बनाइराख्नु भयो। हेर्नुहोस् है कोही चिउटा मासु काटिरह। हाम्रो गाउँमा एउटा सानो घुम्ती छ साथीहरू। चटपट खान मन लाग्यो यहाँ आउनु होला। मासु काटिरहेको बिनाले फेरि त्यो हतियार देखाउनुहुन्न। यो चाहिँ चटपट पानीपुरी खान मन लाग्यो यहाँ आउनु होला। यहाँ मासु काट्ने कार्यक्रम भइरह। अब म जाँदैछु। अब म नि झाडु खान जानु पर्यो। यति धेरै झार बारीमा। यो चाहिँ हाम्रो गाउँ हो, यो चाहिँ हाम्रो घर है। अब म झाडु खान जाँदैछु। कोहीले उखाल्दैछ। मैले पनि अघि आधा उखालेर भ्याइसक्यो। अघि मैले भिडियो बनाउन पाएन। साथीहरू आजको हाम्रो काम भनेको चाहिँ बारी सरसफाइ गर्ने। कति झारी छ भनेर तपाईँले देखिसक्नु भयो होला। उहाँहरू चाहिँ
मेरो मम्मी अनि मेरो ठुलो मम्मी हो। ठुलो मम्मीको कट्टु फेरि कोही काम गरिराख्या धमाधम, कोही चाहिँ उता उहाँहरूको नि झारी फालेर आइसक्नु भयो र म चाहिँ एकछिन यत्तिकै आराम गरिरहेको छु। मैले पनि यहाँ यत्रो झारी फालिसकेको छु। त साथीहरू आजको भिडियो पनि हेर्नुभयो होला। तपाईँहरूले कस्तो लाग्यो के लाग्यो कमेन्ट गर्नुहोला। राम्रो लागे लाइक पनि गर्नुहोला। र आज चाहिँ एकदम मेरो भिडियो एकदम ढिला आएको छ है। हाँसिरह उता मैले इन्ड गरेर लागेको देखेर मेरो चाहिँ मोबाइल बिग्रेको कारणले है भिडियो चाहिँ एकदम ढिलो आयो साथीहरू। त्यसको लागि म सरी भन्न चाहन्छु। र हजुरहरूलाई यस्तै भिडियो चाहिन्छ भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरेर राख्नु होला। र फेरि अर्को भिडियो लिएर आउने छु। त्यति जेलसम्मको लागि हजुरहरूको दिन राम्रो रहोस्, राम्रोसँग बस्नु होला। र मेरो च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला भन्दै आजलाई म बिदा माग्छु हजुरहरूसँग। बाई साथीहरू।